तिम्रो बिहानदेखि घटना बताऊ त बाबु, साँचो साँचो के भयो? जसले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता। तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज आएँ के भयो? पत्लाबाट वीरगञ्ज गएर वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आयो, म सिङ्गराबाट उठाएँ त्यसलाई, आफ्नो साथीलाई। अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गरे सेक्स गर्न होइन। अनि के अरे हामी आयो यता, अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ, हामी खेल्न गएको होइन, बच्चाहरू खेलिरहेको रहेछ। अनि त्यहाँबाट चक्लेटको लालच दिएर। कतिजना बच्चाहरू खेलिरहेको थियो? 3 जना थियो, 2 जना केटा थियो, एउटा केटी थियो। अनि केटी चाहिँ यही के अरे गढीमा रहेछ। पहिलेबाट चिन्थ्यो त्यो नानुलाई? चिन्दैन थियो। जबदेखि त्यो गाडी चलाउन थाल्यो नि, अनि कहिले काहीँ गाडीमा के अरे खेल्न आउँदो रहेछ। त्यो खेल्न आएको समयमा म हुँदिन थिएँ त्यहाँ। अनि के अरे अस्ति चाहिँ भेटाएको थियो, तर त्यसलाई नि गर्नु मन लाग्थ्यो। घरमा कोही पनि थिएन, त्यसको नि कोही पनि थिएन, मेरो नि कोही पनि थिएन। लिएर आयो, जति मन गर्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो? चक्लेट किनेपछि अनि त्यसलाई लिएर गयो। होइन, म एक्लै गएको थिएँ। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो, बच्चाहरू खेलिरहेको थियो। बच्चाहरू खेलिरहेको थियो, त्यो प्रतीक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ, अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई त थोरै थर्काउनु बित्तिकै रुँदै घर पुगेछ। अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? कसको घर थाहा छैन। अनि के अरे हामी यताउता हेऱ्यो, मान्छे छैन भनेर होइन, मान्छे थिएन। म आएँ, म पहिला सुरुमा छिरेँ होइन, अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा प्रतीक छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो, म यत्तिकै हेरेर बसिरहेको। मेरो त एकचोटि उयो गर्नु बित्तिकै निक्लिहाल्यो। अनि के अरे त्यसले जति मनसम्म गऱ्यो। कति रस्सीहरू बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यसको नि भयो नि,